धुर्कोटको कोटमा प्रवेश गर्दैछौँ हामी। एउटा सुन्दर मन्दिर छ। यति बेला हामी धुर्कोटको दरबार, धुर्कोटको कोटतिर प्रवेश गरिसकेको छौँ। यस्तो राम्रो रहेछ है, आउनको लागि फेरि बाटो एकदम अप्ठ्यारो। यो दरबार पछिल्लोबाट बनाएको आए जस्तो अनुभूति पनि भयो। एकदम राम्रो रहेछ ठाउँ, रमणीय। यो ऐतिहासिक धुर्कोट दरबार। ल त साथीहरू, फाइनल्ली धुर्कोट दरबार कोटमा आइयो। तर केही भन्नु छ? यो सुनेको थियो तर चाहिँ यो अर्का र धुर्कोटको के छ अरे एउटा विशेषता? एउटा सकेर त्यति मलाई आउँदैन। यस्तो राम्रो दृश्य रहेछ, हेर्नै पर्ने, हेर्ने लायक दृश्य। हामी ऐतिहासिक धुर्कोट दरबारमा प्रवेश गर्दैछौँ। दरबारभित्रको दृश्य हो यो। दरबारभित्र पनि एउटा मन्दिर अवस्थित रहेछ। यही कोटको नामबाट सम्भवतः धुर्कोट रहन गएको हो। यो दक्षिणतिरको भ्यू हो धुर्कोट दरबारको। ऐतिहासिक धुर्कोट दरबार पश्चिमबाट हेर्दाखेरि यस्तो देखिन्छ। त्यो पारीको दृश्य चाहिँ अहिले एकदमै नाम चलेको ग्रेट वाल हो। अहिले चाहिँ चाइनाको ग्रेट वालको झन्नै नक्कल गरेर यहाँबाट वाल बनाइएको छ। अहिले चाहिँ यो वाल भाइरल छ। अहिले एकछिनपछि हामी पनि त्यहाँ जाँदैछौँ। यो उत्तरतर्फबाट धुर्कोट दरबारको दृश्य हो। दरबार परिसरमा बनेको मन्दिर कलात्मक छ।
हजुर नमस्कार।